So this is the view of Khawa guys, हैन? Okay, so hello, what is up people, welcome to another video and this is part 2 of our new year vlog. And obviously जजले part 1 हेर्नु भएको छ, सब क्युरियस नै होला त्यसपछि के भयो भनेर, एन्ड जसले हेर्नु भएको छैन प्लिज गो एन्ड वाच. अनि मैले सोचेको जस्तो त्यसमा भ्युज चाहिँ आएको छैन, सो त्यसमा नि अलि भ्युज बढाइदिनु होला एन्ड एज वेल एज यो पनि हेरिदिनु होला. एन्ड होप यु गाइज विल इन्जोय. लेट्स मुभ टु भिडियो. इन लास्ट पार्ट हामीले खावा जाने एउटा सडन प्लान बनाएका थियौँ, थोरै घुमेर फोटो खिचेर फर्किने भनेर. एन्ड हामी जसो तसो खावा पुग्यौँ पनि, बट we got stuck there because of heavy rainfall and hail. अब कहाँ भइसक्यो, कहाँ टाइपको सिन भइरहेको छ क्या, किनभने हिजो अस्तितिर अलिक छिटै उ भइरहेको थियो क्या, पानी परेको नि होइन, रहिरहेको थियो. अनि फेरि घाम पनि लागिरहेको थियो क्या त्यही माथि. अनि आज नि त्यस्तै होला भनेर हिँड्दैको पानी त झन् त्यही माथि असिना यस्तो. After that, we didn't know what to do, so we decided to explore a little bit. अनि थोरै माथिसम्म वरिपरिको भ्यू हेर्नलाई गयौँ. यसको तल बस्छु म. Happy New Year guys. Happy New Year. Guys, Happy New Year. 2082 को स्टार्टिङ यस्तो भएछ. हट राम्रो. यो वर्ष अब कस्तो जाने हो हाम्रो थाहा छैन. यस्तो खतरा स्टार्टिङ, भयङ्कर स्टार्टिङ. खावा जाँदाखेरि हाम्रो मेन प्लानै खावा भ्यू टावर जाने थियो, विच वाज स्टिल फार फ्रम देयर, सो वी डिसाइडेड टु वक टुवर्ड्स इट. लु अब चाहिँ हामी यहाँसम्म आइत्यौँ होइन, जस्तो तसो होइन. यस्तो नि भइरहेछ, बौलाई पनि राछौँ त्यही माथि जानु है. यस्तो भइरहेछ, हामी त्यही माथि बौलाई नै रहेछौँ. भ्यू टावर चलो हिँड जम्प होइन. मेरो यो रेकर्डिङ चाहिँ जुन बेला नि पज हुनसक्छ, किनभने स्टोरेज छैन क्या, स्टोरेज लास्टै प्रब्लम हुन्छ मेरो मोबाइलमा चाहिँ. सो दिस इज द भ्यू अफ खावा गाइज होइन, पुरै क्लियर छ. एन्ड त्यही माथि यो असिनाले गर्दाखेरि क्या पुरै सेतै भइछ भने हिउँ परे जत्तिकै. नानी है गाइस, मोबाइल रहेछ यस्तो भइछ पुरै होइन. लास्ट टाइम आएको भन्दा चाहिँ पुरै अपोजिट भइदियो क्या. केही टाइमसम्म त्यो उकालो चढिरहेपछि वी फाइनली रिच टु भ्यू टावर. फाइनली बोइज फाइनली भ्यू टावर बोइज. डुबेला है केटो, हेरेर हिँड है. यहाँ त फेरि थाहा नै हुँदो रहेछ कहाँ पानी छ. ड्युड लुक एट दिस. हामी भ्यू टावर त पुग्यौँ, बट अनलकिली भ्यू टावरको गेट चाहिँ बन्द रहेछ. सो हामी बाहिरै एकछिन बस्यौँ, फोटोहरू खिच्यौँ, विच वाज नट सो गुड. अभियसली हात कापी खिचेको फोटोहरू. लुक एट द भ्यू गाइस, लुक एट द भ्यू, लुक एट दिस. सबमा कापेर बसिरहेको. अनि एकछिन पछि चाहिँ वी स्टार्टेड टु रिटर्न होम. रिकॉर्ड हुआ तो यार, रिकॉर्ड हुआ यार. फन्नी मुमेन्ट के रेकर्ड राम्रै हुन्छ कोही बेला. फेरि पऱ्यो ठ्याक्क रेकर्ड गरेर गराइ
फर्केको पग्लिसक्यो पग्लिसक्यो पानीले पग्लिसक्यो। खावाबाट फर्किँदाखेरि चाहिँ हामीले बस पाउनेवाला थिएनौँ, सो हामीले पहिले डिसाइड गरेका थियौँ कि वी आर गोइङ टु वाक टुवर्ड्स आवर होम। ओके सो वी आर रिटर्निङ होम है। अनि मैले भन त केटा हो हाम्रो माथि खावा पुग्यो, त्यहाँबाट अनि अझ भ्यू टावर पुग्यो, त्यसपछि अब फर्किँदैछौँ है। अनि सोचेको भन्दा त अलिक धेरै रमाइलो भयो नि, प्लान सोचेको जस्तो चाहिँ भन है। अनि अहिलेको कुनै कुनै क्लिपहरूमा चाहिँ मैले त्यस्तो केही कमेन्टहरू त्यस्तो केही देखाएन, त्यो अब पछि गएर फेरि त्यस्तै एउटा कमेन्ट्री टाइपकै एउटा बनाउँछु होला भिडियो नै, अनि त्यसलाई ब्याकग्राउन्ड भोइस टाइपले गर्छु होला, आई डोन्ट नो, त्यस्तै गर्न सक्छु। यो भ्लग न्यु इयरको टाइम लाग्छ, यो भ्लग आउन चाहिँ टाइम लाग्छ, लास्टै लाग्छ, किनभने यो क्लिपहरू लास्टै धेर छ है। 3-4 डेमा आउँछ। 3-4 डे अब हेर्नुपर्छ, ट्राई गर्छु अलिक छिटोभन्दा छिटो हाल्ने होइन। म एडिट जस्तो तसो गरी नि गरौँला होइन, त्यो गरेर हालौँला, तर टाइम चाहिँ लाग्छ। यो भोलिपल्टै आउने भन्ने छैन, ल्यापटप भएको चाहिँ म हालिदिइसक्थेँ होइन, अलिक गाह्रै पर्छ होइन, मोबाइलमा एडिट गर्नु पनि त्यही माथि अलि लो एन्ड मोबाइल हो क्या, अनि एडिट गर्न अलिक टाइम लाग्छ। अनि मैले इन्ट्रोमा चाहिँ त्यही के अरे यो 15 दिन आइसकेको 15 दिन किन यो भ्लग गरिनँ भनेर पछि डिस्कस गर्छु भनेको, अब लास्टै पछि भइहाल्यो होइन। मैले त्यो क्लिप पछि नै ठ्याक्क त्यो क्लिप पछि नै भनौँला भनेको, बट त्यो भन्नै पाएन होइन। अनि यो हुन चाहिँ म यो न्यु इयरको भ्लग नै हाल्दिनँ त्यो होला, किनभने मेरो अर्कै एउटा भिडियोको पनि प्लान थियो क्या, एउटा अलग्गै टाइपको गर्ने होइन। त्यसैले मेरो च्यानल नेम नि नोटिस गर्नुभयो होला, भुजेल भ्लग्सबाट मिस्टर भुजेल अफिसियल रहेछ भने। एन्ड त्यसकै लागि चाहिँ के प्लानिङ गरेको थियो होइन मैले, नयाँ टाइपको भिडियो अनि नयाँ टाइपको कन्टेन्टहरू हाल्ने च्यानलमा। अनि त्यसकै उसले गर्दाखेरि लास्ट 15 दिनमा कतिवटा चाहिँ थियो हेर भन त उयो कन्टेन्ट हामीले, लाइक उहाँ थियो होइन क्या, मतलब उहाँ काठमाडौँमा यसो रमाइलो त गराएको थियो नि त होइन। हाम्रो उनो खेलेर के गीत गाएर बसिथ्यौँ, के गरेर बसिथ्यौँ, दाइकोमा गएको अनि के डुलेर बसेको, यस्तो रमाइलो खाले थियो होइन। बट स्टिल मैले भ्लगै गराएको थिएन क्या, त्यही एउटा भिडियो बनाउँछु भनेर लास्टमा त्यो भिडियोको लागि लाइक के चाहिएको हुन्छ नि, के कुराहरू वर्कआउटै भयो भने सोचे जस्तो भएन होइन। द्याट्स वाइ त्यसैले मैले क्यान्सलै गर्दा 2टा भिडियो जति सोचेँ थिएँ, एउटा चाहिँ अब क्यान्सल भन्दा अलि पछि गर्ने हो, बट अहिलेको लागि चाहिँ पोस्टपोन भनिदिउँ न। अनि अहिलेको लागि भ्लगिङै गर्ने हो, 3 महिना जति अब कता रमाइलो भइन्छ केही गरिन्छ, त्यही भ्लगिङै गर्ने हो। बट स्टिल त्यो 2टा भिडियोको चक्करमा भ्लग पनि होइन क्या, एउटा अलग्गै टाइपको क्या खतरा सोचेर राखेको थिएँ, तर के कुराहरू भएन अलि वर्कआउट। अनि लास्ट 15 दिनमा के भएको थियो है, त्यही माथि एसी अगाडि पनि थियो क्या के कुराहरू, जस्तै फेयरवेल थियो होइन, स्कुलको फेयरवेल हो, त्यो मबाट नि मैले थोरै भिडियो चाहिँ रेकर्डहरू चाहिँ त्यो नि हालिदिउँला क्लिप। अनि त्यसपछि त्यो दिन नि भ्लग गर भन्दै त थिएँ होइन केटाहरू, कसैले भनेको नसुनि यसो सानोतिनो रेकर्ड गरेर म त छोडिदिएँ थिएँ मैले चाहिँ। यस्तै भयो, अब आउँछ डेली त नभनौँ, किनभने यही भिडियोलाई टाइम लाग्छ, एडिट गर्न टाइम लाग्छ। त्यो डाँडाबाट हामी चाहिँ यहाँ आइपुगिसक्यौँ है, यता आइपुगिसक्यौँ है गाइस। घाम लाग्यो अघि त्यस्तो सिचुएसनबाट यतिखेर घाम लाग्यो। अनि अब हामी जसो तसो कहाँबाट लाइक जङ्गलको बिचतिरबाट अब ओर्लिँदैछौँ। उता छ रोड, हामी देखिरहेछौँ रोड, त्यो पनि अलिक टाढै जस्तो लागिरहेछ, बट सर्टकट लिएर आएको, त्यो पनि धेरै लाइक रोड आएको भए त्यो लास्टै टाइम लाग्थ्यो होइन। बट स्टिल नाउ जस्ट लुक एट दिस वेदर। अब यो वेदर के हो क्या यस्तो, यो हामी फर्किने बेला फेरि पुरै पानी परेर हामी त्यस्तो बिचमा फस्यौँ भनेर बस्यो भने त हामी, अनि
अहिले त के हो यस्तो यो अति भन है यो मजाक हो रे वेदरले च्यालेन्ज दिएको हामीलाई खासमा त्यही भने साँच्ची मैले भयो 2 किलोमिटर त हो नि अघि 2 किलोमिटर भन्दै घन्टालाई अब अघि उहाँ सिद्धथान 2 किलोमिटर भन्नु राख्दै माथि है त्यो भनेको 4 बजे 5 बज्न लागिसक्यो सिद्धथान पुग्दैन यिनीहरूले छिटो हिँड कि छिटो हिँड्छ बाल छैन फोटो खिच त्यही त फोटो खिच्दा नि टाइम गयो क्या फेरि हामी 5-6 किलोमिटर हिँडेर थोरै सर्टकट लिएर फाइनली मैनापहरी चाहिँ पुग्यौँ एन्ड बिचमा थोरै रेस्ट लिएर वी मुभ टुवर्ड्स आवर होम एन्ड द्याट्स इट यो 2082 को फर्स्ट दिन चाहिँ हाम्रो यस्तो एक्सपेक्टेड थिएन हाम्रो सिम्पल एउटा प्लान थियो कि हामी माथि देउराली जान्छौँ एज अलवेज अनि यसो केही फोटोसोटो खिच्छौँ रमाइलो गर्छौँ अनि फर्किन्छौँ भने यो खावा जाने प्लानसम्मको चाहिँ हामीले त्यत्तिको सोचेको थिएन एन्ड यो चाहिँ एउटा सडन प्लान बन्यो अनि वी वेन्ट देयर अनि त्यहाँ भए पनि सब अनएक्सपेक्टेड असिना अचानक पर्थ्यो अनि हामीलाई चाहिँ वी आर स्टक टाइपकै सिचुएसन भइसक्यो थियो बट पछि वेदर नर्मल भयो त्यो दिन अलि अनएक्सपेक्टेडै भयो बट सँगसँगै काहीँ न काहीँ रमाइलो पनि भयो यो पनि एउटा मेमोरी बन्यो है सो होप यु गाइज इन्जोयड वाचिङ दिस एन्ड अब एक्स्ट्रा केही कुराहरू नि गर्छु होला यो च्यानलमा नट ओन्ली भ्लग बट अब अरू कुराहरू नि गर्दै जाने हो सो स्टे ट्युन फर द्याट हिट द्याट सब्सक्राइब बटन बाई बाई